झंडा हटाओ ना तुम लोग। कैसे हटा? भाई मेरा देश का झंडा है, कैसे हटा सकते भाई हैं? कैसे लगा सकते हो तुम, कैसे पीछे घूम सकते हो? आपको कौन बोला इससे प्रॉब्लम है? क्या प्रॉब्लम भाई है? सुनो पुलिस सुनो, को बुलाओ भाई। हजारों लोग आए हैं भाई इंडिया से, भाई ऐसे झंडा लगा के हमने रोका है उन्हें, उन्होंने हटाया नहीं है। हम नहीं हटाएंगे भाई, मर जाएंगे, झंडा हटाएंगे, बढ़ाएंगे नहीं। इंडिया फ्लैग से इनको क्या प्रॉब्लम है? आपका यूट्यूब चैनल है ना? हाँ, रोशन स्केटिंग। हाँ, बताइए क्या बोल रहे हैं? इंडिया फ्लैग हटाओ, क्यों हटाओ? इंडिया फ्लैग क्यों उठाएंगे? यसरी नेपालमा लगाउनु पाउँछ? हामीले नेपालीले होइन यसरी झन्डा लगाएर अरे भाई जो बोला हिंदी बोलिए आप। यो भिडियोमा चाहिँ हाम्रो इन्डियाबाट एउटा सायद ब्लगर नै होला, ऊ चाहिँ नेपाल ट्रिपको लागि गएको थिएछ होइन। अन्त जान्दाखेरि चाहिँ अब त्यहाँको त्यो मान्छेहरू हुन्छ नि, जङ्गली मान्छेहरूले चाहिँ उसँग कस्तो घिनलाग्दो ट्रिट गरेको क्या त। तिमीहरू नि त नेपालको मान्छेहरू पनि यस्तै घिनलाग्दो बेहोरा छ र तिमीहरू कहिले पनि अगाडि बढ्नु सक्दैन क्या त सालाहरू। तिमीहरूको सोचमै तिमीहरूको गटर भरेको छ, तिमीहरूको नालीको किराहरू। यही कारणले गर्दा तिमीहरूको देश कहिले अगाडि नबढेको, तिमीहरू कहिले अगाडि नबढेको सालाहरू, दिमाग नभएकोहरू सालाहरू। मान्छेलाई लुट्नु है, मान्छेलाई गाली गर्नु है तिमीहरू। अन्त तिमीहरूको सोचहरू सबै यस्तोपट्टि जान्छ। अन्त तिमीहरूको देश उन्नति कसरी चाहिँ हुन्छ होला सोच त आफै त गठ्ठीहरू साला। तिमीहरूलाई अलिकति भन्ने लाज शरम छैन? तिमीहरूको देशमा त बाहिरबाट टुरिस्टहरू जाँदा तिमीहरूको देशमा त कति उन्नति पो हुन्छ त। गठ्ठीहरू, लाटाहरू साला। तिमीहरूलाई शरम भन्ने, लाज शरम भन्नेहरू नभएकोहरू सालाहरू। के हुन्छ झन्डा बोकेर हिँड्दाखेरि? नेपालको मान्छेहरू पनि इन्डियामा आएर कति झन्डा बोकेर हिँडिरहेको छ। तिमीहरूको त्यो एउटा नेपालको त्यो एउटा कुन ब्लगर त्यो झन्डा बोकेर हिँडिरहेको हुन्छ त। हामी इन्डियाको मान्छेहरू त्यसो गर्दैन त। अलिक सिक त्यो गठ्ठीहरू, त्यो लाटाहरू, त्यो कोँदेहरू, कुवाको भ्याउ त कुवामा टर गर्दै बस्नेहरू, अलिक सिक बुझिस्?